नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। आज 2082 साल जेठ 17 गते शनिबार सन् 2025 मे 31 तारिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि। काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। नयाँ बजेटको कार्यान्वयन सुरु, बजेटमा समावेश आयोजनाको ठेक्का तत्काल लगाउन बाटो खुला, साउनभित्र कर्मचारीको पदपूर्ति। मनसुन भित्रिएसँगै कोशी प्रदेशमा ठूलो वर्षा, विपद व्यवस्थापनको तयारीमा सरकार, राजमार्ग डाइभर्सनको भरमा पानी पर्ने बित्तिकै अवरुद्ध हुने समस्या। युवा पुस्तामा धुमपानको लतले क्यान्सर अस्पतालमा बिरामीको भिड, गर्मीयाममा स्क्रब टाइफसको पनि जोखिम, किराको टोकाइबाट जोगिन डाक्टरको आग्रह। हाम्रो छालासँग चाहिँ प्रत्यक्ष सम्पर्कमा त्यो किर्नाहरू आएन भने उसले टोक्न पाएन भने चाहिँ रोगबाट बच्न सकिन्छ। गएको वर्ष विश्वको झण्डै आधा जनसङ्ख्या अतिरिक्त गर्मी भोग्न बाध्य, जलवायु परिवर्तन नै मुख्य कारण रहेको अध्ययनको निष्कर्ष। र मैत्रीपूर्ण खेलमा नेपालको महिला फुटबल टोली थाइल्याण्डसँग पराजित, आइपिएल क्रिकेटमा गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा। काया कैरनमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2082-83 का लागि ल्याएको बजेट कार्यान्वयनको प्रक्रियामा गएको जनाएको छ। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले हिजो पत्रकार सम्मेलन गरेर बजेट कार्यान्वयन सुरु भएको जानकारी दिनुभएको हो। आउँदो आर्थिक वर्षका लागि विनियोजन गरिएको 19 खर्ब 64 अर्ब रुपियाँको बजेट कार्यान्वयनबाट दीर्घकालीन नीतिगत सुधार हुने अर्थमन्त्रीको दाबी छ। यसपालि बजेटको आकारका विषयमा धेरै टिप्पणी गरेको नसुनेको, आम्दानी र खर्चको हिसाबले यथार्थपरक भएकाले आन्तरिक रकम उठाउने भनेर निर्धारण गरिएको सीमाभन्दा कम लिने तय गरिएको उहाँले बताउनु भएको छ। मितव्ययिता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्नुको साथै जेठ 16 देखि अर्थात् हिजोदेखि नै खरिद प्रक्रिया थाल्न सकिने उहाँले जानकारी दिनुभयो। स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीतिगत सुधारका साथै अनुदानलाई लागतको अधिकतम 50% सीमित गरिएको अर्थमन्त्रीले बताउनु भएको छ। सरकारले यस वर्षदेखि बजेट घोषणा लगत्तै नयाँ ठेक्का गर्न मिल्ने व्यवस्था गरेको हो। त्यसका लागि नयाँ आर्थिक वर्ष कुर्न नपर्ने गरी व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताउनुभयो। तयारी सकिएका आयोजनालाई नयाँ ठेक्का गर्न नयाँ आर्थिक वर्ष पर्खर नपर्ने उहाँको भनाइ छ। साउन मसान्तभित्र बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले कर्मचारीको दरबन्दी पदपूर्ति गरिसक्नुपर्ने उहाँले बताउनुभयो। आयोजना व्यवस्थापनको क्षमता बढाउने, नीतिगत सुधार र बजेट कार्यान्वयनका विषयगत मन्त्रालयको अग्रसरता लिने, शीघ्र निर्णय र अन्तर निकाय समन्वय गर्ने विषय आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका छन्। मनसुन भित्रिएसँगै कोशी प्रदेशको केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा झापामा 133 मिलिमिटर र सुनसरीमा 125 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशीसँगै मधेस, बागमती, कर्णाली प्रदेश लगायतका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। दिउँसो पनि धेरै ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसपालिको मनसुन 2 हप्ता छिटो अस्ति बिहिबार रातिदेखि कोशी प्रदेशबाट भित्रिएको हो। कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरू ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जानकारी दिएको छ। यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन्। यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको यस्तो प्रक्षेपणपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो तयारी थालेको छ। प्राकृतिक विपदलाई रोक्न सकिँदैन, तर यसबाट हुने जनधनको क्षतिलाई कम गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर विपद पूर्व तयारी तथा प्रतिकार्यमा प्राधिकरण जुटेको प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो। यस वर्ष मनसुनबाट देशभर 4,50,000 घरका 20 लाख नागरिक प्रभावित हुन सक्ने प्राधिकरणको आकलन छ। प्रभावित मध्ये 10% मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउन सक्ने आकलनसहितको कार्ययोजना निर्माण गरिएको प्रवक्ता केसीले बताउनु भएको छ। विपद व्यवस्थापनमा जुट्दैछ प्राधिकरण शीर्षकको यो खबर नागरिक दैनिकले छापेको छ। यसैबीच अहिले देशभित्रका धेरैजसो राजमार्ग तथा सडक डाइभर्सनको भरमा सञ्चालन हुँदै आएका छन्। यो खबर गोरखापत्र दैनिकले छापेको छ। डाइभर्सनकै कारण एकछिन पानी पर्दा राजमार्ग नै अवरुद्ध हुने अवस्था छ। सडक भाँचिदा वा पुल भाँचिदा यातायात सञ्चालन गर्न निर्माण गरिएका डाइभर्सन बगाउँदा गाडी अवरुद्ध भई यात्रुले घण्टौं दुःख पाउने गरेका छन्। सडक वा पुलको डाइभर्सन केही समयका लागि निर्माण गरिए पनि वर्षौंसम्म तिनकै भरमा यातायात सञ्चालन हुँदै आएको देखिन्छ। कहिलेकाहीँ मानव
मानवीय क्षति पनि हुने गरेको छ। सडक विभागका सहसचिव तथा प्रवक्ता प्रभात झाले राजमार्ग वा सडक भाँसिदा र पुलहरू भाँचिदा तत्काल यातायात सञ्चालनका लागि डाइभर्सन निर्माण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, डाइभर्सन स्थायी समाधान होइन, तर क्षतिग्रस्त संरचनाको पुनर्निर्माण वा नयाँ निर्माण नभएसम्म यसको विकल्प हुँदैन। यसैबीच पानी पर्ने बित्तिकै गाडी गुड्न समस्या हुने नागढुङ्गा र नारायणगढ बुटवल सडक खण्ड अहिले भने सामान्य अवस्थामा रहेको ट्राफिक प्रहरीले जनाएको छ। धादिङको खानीखोला प्रहरीका अनुसार नागढुङ्गा र आसपासका क्षेत्रमा अहिले गाडीको चाप छैन। केही दिनदेखि नागढुङ्गामा गाडी जाम हुने गरेकोमा अस्ति बिहिबार रातिदेखि सामान्य हुन थालेको हो। यस्तै बुटवल नारायणगढ सडक खण्डमा डाइभर्सन बगाउँदा हिजो बिहान सडक अवरुद्ध भएको थियो। अहिले भने यो सडकमा पानी पर्ने बित्तिकै बाटो चिप्लो भएर र डाइभर्सन भत्किएर समस्या हुँदै आएको छ। यतिन्जेल हामीले नयाँ बजेट कार्यान्वयन सुरु, बजेटमा समावेश आयोजनाको ठेक्का तत्काल लगाउन बाटो खुल्ला, साउनभित्र कर्मचारीको पद पूर्ति, मनसुन भित्रिएसँगै कोशी प्रदेशमा ठूलो वर्षा, विपद व्यवस्थापनको तयारीमा सरकार, राजमार्ग डाइभर्सनको भरमा पानी पर्ने बित्तिकै अवरुद्ध हुने समस्या लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। पछिल्लो समय विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीमा सुर्तीजन्य पदार्थको लत लागेको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा युवा पुस्तामा धूमपानको लत लाग्नु भविष्यका लागि ठूलो चिन्ताको विषय रहेको बताउनुहुन्छ। सानो उमेरदेखि नै धूमपानमा लत लाग्नु देशका लागि ठूलो चुनौती हो। सचिव डाक्टर देवकोटाले भन्नुभयो, सुर्तीजन्य पदार्थ नियन्त्रणमा सबै पक्ष लागेर युवा पुस्तामा सुर्तीजन्य पदार्थ दुरुत्साहित गर्नुपर्छ। उहाँका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने खाँचो छ। भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर लागेका बिरामीको भिडले गर्दा नेपालमा क्यान्सरको भयावह अवस्था रहेको देखिन्छ र आकलन गर्न सकिन्छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले अस्पतालको ओपीडीमा दैनिक 500 बिरामी आउने गरे पनि 25 देखि 30 जनासम्मलाई क्यान्सर हुने गरेको जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष 38,000 जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारण ज्यान जाने गरेको छ। हरेक घण्टामा 4 जनाले ज्यान गुमाउने गरेका सुर्तीजन्य पदार्थ सेवनको कारण रहेको मानिएको छ। नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ। यता चुरोटको सरको, उता बिरामीको लरको शीर्षकको यो खबर गोरखापत्र दैनिकले छापेको छ। अब आँखाको क्यान्सरको खबर। आँखामा पनि क्यान्सर, त्यो पनि कलिला बालबालिकामा। धेरै अभिभावकलाई यसबारे जानकारी पनि नहुन सक्ला, तर वर्षेनी 45 देखि 50 जना बालबालिका कलिला आँखामा क्यान्सर अर्थात् रेटिनोब्लास्टोमा रोग देखा परिरहेको अवस्था छ। यो रोगका अधिकांश पीडितहरू विपन्न परिवारका छन्, तर पनि आत्तिनु पर्दैन। रोगको निशुल्क उपचार हुन्छ। आँखा क्यान्सर रोग विशेषज्ञ भन्छन्, बेलैमा आफ्ना सन्तानको आँखा जचाऊ, क्यान्सर हुनबाट जोगाऊ र संसार देखाऊ। कलिला आँखामा पनि क्यान्सर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच गर्मीसँगै आँखा पाक्ने समस्या बढ्न थालेको आँखा रोगका विशेषज्ञले बताएका छन्। नेपाल आँखा अस्पतालका पूर्व निर्देशक तथा नेत्ररोग विशेषज्ञ डाक्टर कमल बहादुर खड्काका अनुसार गर्मी बढेपछि अस्पतालमा आँखा पाकेर आउने बिरामीको संख्या बढेको खबर नागरिक दैनिकले छापेको छ। गर्मीयाममा डेङ्गीसँगै स्क्रब टाइफर जस्ता अरू संक्रामक रोगहरूको पनि जोखिम हुन्छ। डाक्टरका अनुसार गर्मीका बेला खुल्ला वातावरणमा बढी समय बिताउने, झाडी तथा खेतबारीमा काम गर्नेहरूमा स्क्रब टाइफसको संक्रमण हुने सम्भावना उच्च हुन्छ। स्क्रब टाइफस माइट नामक सानो किराको टोकाइबाट सर्ने संक्रामक रोग हो। विशेष गरी खेतबारी, झाडी तथा झारपात भएका ठाउँमा बसोबास गर्ने वा त्यहाँ काम गर्ने मानिसमा जोखिमको सम्भावना हुन्छ। साथी महेश गेवालीले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर मुकेश पौडेलसँग स्क्रब टाइफस र बच्ने उपायका विषयमा कुराकानी गर्नुभएको छ। कुनै पनि एउटा किरा लामखुट्टेहरूले चाहिँ कुनै एउटा जनावर अथवा कुनै मान्छेबाट अर्को मान्छेमा सर्ने खालको रोग हो। यो चाहिँ किर्नाहरूले टोकेर चाहिँ मान्छेहरूमा सर्ने गर्छ। विशेष गरी यसको यो रोगको बारेमा भन्दाखेरि चाहिँ जनावरबाट चाहिँ मान्छेमा सर्ने चाहिँ धेरै भेटिएको छ। यो स्क्रब टाइफसको संक्रमण फैलिने अथवा जोखिम चाहिँ कतिको उच्च रहन्छ यो बेला? खासमा यो रोग फैलिने पनि यही अलि झाडीहरू धेरै हुने होइन, अब पानी परेर चाहिँ अलिकति किराहरू बाहिर निस्किने पनि बेला भएको बेला ठ्याक्कै यो प्री मनसुन पिरियडमा नै यसको इन्फेक्सनहरू चाहिँ अलिक धेरै देखिन्छ। किसानहरू होइन धेरै जसो अब खाली खुट्टा झाडहरूमा हिँड्ने, गाउँघरतिर
चाहिँ अलिकति धेरै सरेको भेटिन्छ यो स्क्रब टाइफस चाहिँ विशेष गरी। यो स्क्रब टाइफसको लक्षण चाहिँ विशेष गरी डेङ्गी र सामान्य भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुन्छ भन्ने कुरा सुनिन्छ र बिरामीले यो स्क्रब टाइफस हो अथवा अन्य रोग हो भनेर चाहिँ छुट्याउन सक्ने आधारहरू छन् कि छैनन् यसको? डेङ्गु फिभर जस्तै एकदम ज्वरो आउने होइन, उच्च ज्वरो आउने, एकदम जिउहरू दुख्ने होइन, खोकीहरू लाग्ने, कहिले भोमिटिङहरू हुनसक्ने खालको त्यस्तो खालको सिम्टम्सहरू चाहिँ देखिन्छ नै। छुट्याउने भन्दा पनि बिरामीले आफै नै त्यसलाई चाहिँ आफूलाई गाह्रो भएको खण्डमा, आफूलाई ज्वरोहरू आएको खण्डमा चाहिँ म आफै नै घरेलु उपचारहरू गर्छु भन्दा पनि एउटा विशिष्टकृत सेवाको लागि चाहिँ सिक गर्नु नै म अनुरोध गर्दछु। किन भन्दाखेरि नजिकमा कोही स्वास्थ्यकर्मी हुनुहुन्छ भने उहाँहरूसँग भेटघाट गर्न, परामर्श लिन चाहिँ म सल्लाह दिन्छु विशेष गरी। अनि स्वास्थ्यकर्मीले अझ विस्तृत रूपमा हेरिदिन सक्छ होइन। विशेष गरी एउटा चाहिँ यो स्क्रब टाइफसमा स्पेसिफिक देखिने भनेको चाहिँ एउटा टोकेको ठाउँमा चाहिँ कतरा जस्तो बसेर यो कालो एरिया जस्तो अलिकति बस्या जस्तो देखिन्छ भनेर फेरि कतिपय केसमा नदेखिन पनि सक्छ होइन। स्क्रब टाइफस ब्याक्टेरियल इन्फेक्सन हो, भाइरस जसरी भएर सन्चो हुन्छ नि आफै, ब्याक्टेरियल चाहिँ त्यो सन्चो नहुन सक्छ। लङ ड्युरेसन भयो भने चाहिँ अरू अर्ग्यान्सहरूमा पनि इफेक्ट गरेर चाहिँ मल्टी अर्ग्यान फेलर हुने र मृत्युसम्म पनि हुन सक्ने भएकोले लापरवाही चाहिँ गर्नु हुँदैन। विशेष गरी किराले टोकेको तत्कालै लक्षण देख्न सुरु हुन्छ कि कसैलाई ढिलो अथवा कसैलाई चाँडो भन्ने खालको त्यस्तो केही हुन्छ? सर्टेस्टमा 6 दिनदेखि र लङ्गेस्टमा 21 दिन र त्यस्तो खालको रेन्जमा चाहिँ यो इन्फेक्सन देखिने गरेको चाहिँ पाइएको छ विभिन्न स्टडिजहरूमा। धेरै जसो चाहिँ 10 देखि 12 दिन जतिमा इन्फेक्सन देखिने भन्ने कुरा छ। स्क्रब टाइफसको जोखिमबाट जोगिनुको लागि चाहिँ के कस्ता सावधानी अपनाउनु पर्छ? झारहरू धेरै भएको ठाउँमा होइन, त्यस्तो ठाउँमा हिँड्दाखेरि खाली खुट्टा नहिँड्ने कुराहरू गरिहाले। किरा जस्तो भनौँ न, अब किर्ना जस्तोले टोकेपछि चाहिँ हुने रोग हुने भएकोले विशेष गरी यो इन्सेक्ट रेपिलेन्टहरू युज गर्ने आफू हिँड्दाखेरि होइन। अब आफू खेतीहरू गर्न जाँदाखेरि झाडमा जानु छ भने खाली खुट्टाहरू नजाने, अलिकति गमबुट, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट्सहरू भनिन्छ होइन, त्योहरू युज गर्ने, हात खुट्टामा पुरै छोप्ने गरी बाउला भएको लुगाहरू लगाउने गर्दाखेरि चाहिँ हाम्रो छालासँग चाहिँ प्रत्यक्ष सम्पर्कमा त्यो किर्नाहरू आएन भने, उसले टोक्न पाएन भने चाहिँ यो रोगबाट बच्न सकिन्छ। अनि आफ्नो घर वरिपरिको झारीहरू सफा राख्ने, हाइजिन मेन्टेन गर्ने, स्वास्थ्य सुरक्षा, त्यो त हरेक रोगको लागि नै काम गर्छ। झुल लगाएर सुत्यो भने पक्कै पनि लामखुट्टेबाट पनि बच्न सकिन्छ। यो माइटहरूले पनि राति केही टोकेको छ भने, टोक्न सक्ने सम्भावना छ भने त्योबाट पनि बच्न सकिन्छ। उहाँ हुनुहुन्थ्यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर मुकेश पौडेल स्क्रब टाइफस र बच्ने उपायको विषयमा जानकारी दिँदै। तपाई रोजगारी, पढाइ या भ्रमणको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ भने तपाईलाई सम्बन्धित देशको पैसा या अमेरिकी डलरको आवश्यकता पर्छ। बैंक तथा वित्तीय संस्था मार्फत तपाईले डलर साट्न पाउनुहुन्छ। विदेश जाँदा कति र कसरी डलर साट्न मिल्छ भन्ने कुरा थाहा पाउन नेपाल राष्ट्र बैंकको कुरा सुन्नुपर्छ। नेपाल राष्ट्र बैंक भन्छ, भारत बाहेक अरू देशको भ्रमणमा जाने नागरिकले एक पटकमा 2500 अमेरिकी डलर वा त्यो बराबरको विदेशी मुद्रा साट्न सक्छन्। यस्तै वैदेशिक रोजगारीको लागि जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जानेले बढीमा अमेरिकी डलर 500 र अरू देशमा जानेले बढीमा अमेरिकी डलर 200 सम्म राहदानी बापत सटै सुविधा पाउँछन्। नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र पाएका बैंक तथा वित्तीय संस्थाले आवश्यक कागजातको आधारमा डलर लगायतका अरू विदेशी मुद्रा साट्ने गर्छन्। यसरी विदेशी पैसा साट्न जाँदा बैंक तथा वित्तीय संस्थामा राहदानी, भिसा र हवाई टिकटको फोटोकपी पेश गर्नुपर्छ। अब बाँकी खबर। समथर मिलेको फाँट भरिने गरी लगाइएको काँक्राले गाउँ र फाँटलाई सुन्दर बनाएको छ। फाँटका गरामै पाकेका लटरम्म परेका काँक्राले पहेलपुर देखिन थालेको छ। अहिले किसानलाई काँक्राको बिउ निकाल्न भ्याइ नभ्याइ छ। पर्वतको जलजला गाउँपालिका 7 धाइरिङ सल्यानका किसानले सल्यानको फाँटमा 27 वर्षदेखि व्यावसायिक काँक्रा खेती गर्दै आएका छन्। भक्तपुर लोकल काँक्राको बिउ उत्पादन गरी गाउँमा वर्षेनी 2 करोडदेखि 4 करोड रुपैयाँसम्म वितरने गर्छ।
अहिले झण्डै 500 रोपनी क्षेत्रफलमा किसानले बिउका लागि काँक्रा खेती गरेका छन्। गएको वर्षभन्दा यसपालि धेरै बिउ उत्पादन हुने किसानको अनुमान छ। काँक्राका साथै गोलबेडा, आलु, काउली लगायतका ताजा तरकारी पनि किसानहरूले उत्पादन गर्दै आएका छन्। त्यहाँ उत्पादित काँक्राको बिउ पोखरा, काठमाडौँ हुँदै विदेश निर्यात हुन थालेको छ। 2-3 वर्ष पहिला प्रति किलो 4,000 देखि 5,000 रुपैयाँसम्म बिक्री हुने गरेको बिउ अघिल्लो वर्षदेखि मूल्य बढेर 10 देखि 12,000 रुपैयाँसम्म पुगेको छ। 2054 सालमा सल्यान सिंचाई आयोजना निर्माण भएर 12 महिनै सिंचाई सुविधा भएपछि सल्यानका किसान व्यावसायिक रूपमा तरकारी तथा फलफूल उत्पादनतर्फ लागेका जलजला गाउँपालिका 7 का वडा अध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो। सल्यान गाउँका झण्डै 80 देखि 90 घर परिवारले व्यावसायिक तरकारी खेती गरेका छन्। तरकारी खेतीबाट आमदानी हुन थालेपछि रोजगारीका लागि विदेश जान छाडेको उहाँले बताउनुभयो। बरु तरकारी बेचेर कमाएको पैसाले शिक्षामा लगानी गर्न थालेपछि पढाइमा आएको सुधारले पछिल्लो समय लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गर्नेको संख्या बढ्दो छ। काँक्राको बिउले बदलिएको जीवनशैली, विदेश जान छाडेर लोकसेवाको तयारी शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ। अब विदेशका खबर। गएको वर्ष विश्वको झण्डै आधा जनसङ्ख्याले 1 महिनाभन्दा लामो समय अत्यधिक गर्मीको सामना गर्नु परेको छ। पछिल्लो एक अध्ययनले विश्वका धेरै क्षेत्रमा नागरिक थप गर्मी भोग्न बाध्य भएको उल्लेख छ। यसको मुख्य कारण जलवायु परिवर्तनको प्रभावलाई मानिएको छ। विदेशकै अर्को प्रसङ्गमा नाइजेरियामा ठूलो वर्षापछिको बाढीमा परेर कम्तीमा 115 जनाको ज्यान गएको छ। बाढीले 50वटा भन्दा धेरै घर बगाएको छ। मकुवा शहरका टिफिन माजा र अंगुवान हौसा जिल्ला प्रभावित भएका बीबीसीले जनाएको छ। आपतकालीन व्यवस्थापन एजेन्सी NSEMA का प्रमुख अबुलाई बाबा आराले प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनको काम भइरहेको बताउनु भएको छ। अब खेल खबर। पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली घरेलु टोली थाइल्याण्डसँग 1 गोलले पराजित भएको छ। थाइल्याण्डमा हिजो बेलुका भएको क्लोज डोर खेलमा घरेलु टोलीले दोस्रो हाफमा गोल गर्यो। अब नेपालले पर्सि सोमबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाल AFC महिला एसियन कपको छनौट चरणको तयारीमा रहेको छ। छनौट मे 4 तारिकदेखि सुरु हुनेछ। नेपाल रहेको समूह F मा लाओस, श्रीलङ्का र उज्बेकिस्तान रहेका छन्। खेलकै अर्को खबरमा IPL क्रिकेटको हिजो भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको छ। पन्जाबको न्यू चण्डीगढमा भएको खेलमा मुम्बईले गुजरातलाई 20 रनले हरायो। अब फाइनलमा पुग्न मुम्बईले दोस्रो क्वालिफायरमा पन्जाब किङ्ससँग खेल्नेछ। टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 228 रन बनाएको थियो। उसका रोहित शर्माले सर्वाधिक 81 रन बनाए। त्यसैगरी जितका लागि 229 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभरमा 6 विकेट गुमाएर 208 रन बनायो। उसका साई सुदर्शनले सर्वाधिक 80 रन बनाए पनि टोलीको हार टार्न सकेन। दोस्रो क्वालिफायरको खेल भोलि हुनेछ। विजेता टोलीले उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु RCBसँग खेल्नेछ। कायाकैरनमा अब केही खबर संक्षेपमा। मिटर ब्याज पीडितको समस्या समाधान गर्न भन्दै सरकारले अहिलेसम्म 3वटा आयोग गठन गरिसकेको छ। तर समस्या उस्तै छ। नयाँ आयोगसित सम्पर्क समन्वयका लागि पटक पटक प्रयास गर्दा पनि व्यवस्था भइरहेको पीडित पक्षको भनाइ छ। चर्को ब्याज तोक्ने, ब्याज नबुझाए साउमै जोड्दै जाने, बढी रकमको तमसुक गराउने, धितोको जग्गा आफ्नोमा नामसारी गर्ने तर ऋण तिरिसक्दा पनि जग्गा फिर्ता नगर्ने प्रवृत्ति कायमै छ। प्रहरी प्रशासनमा गुहार माग्दा सुनवाई भएको उल्टे साउबाट धाक धम्की र मुद्दा खेप्नु परिरहेको पीडितको गुनासो छ। मिटर ब्याज जति तिर्यो उति वर्ष शीर्षकको खबर कान्तिपुरले लेखेको छ। सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर परमादेश दिएको झण्डै 2 वर्षपछि सीमाङ्कनको आंशिक काम सकिएको छ। 6 महिनाभित्र फैसला कार्यान्वयन गर्न भने पनि अटेर गर्दै झण्डै 2 वर्षपछि डिजिटल सीमाङ्कनको काम मात्र गरिएको खबर नागरिक दैनिकले छापेको छ। हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी IMEI नम्बर दर्ता गराउनु पर्ने व्यवस्था सरकारले फेरि अघि सारेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपछि सगरमाथाको आरोहण गर्न सफल आरोही सोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुभएको छ। शहरी विकास मन्त्रालयको बजेट ठूलो आकारमा वृद्धि गरिएको छ। यसले गर्दा चालु आर्थिक वर्षमा जस्तै टुक्री योजना राखेर बजेट बढाइएको हुन सक्ने पूर्व सचिवहरूले आशंका गरेका खबर कान्तिपुरले लेखेको छ। सरकारले यस वर्षदेखि बजेट घोषणा लगत्तै नयाँ ठेक्का गर्न सक्ने व्यवस्था मिलाएको छ।
प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको विगतदेखि वर्तमानसम्मका सबै आयामका विषयहरू समेटेर नेपाली मिडियाको इतिहास छापादेखि डिजिटलसम्म पुस्तक सार्वजनिक गरेको छ। काया कैरनमा अब पालो उखानको। जहाँ मन शुद्ध उही तीर्थ। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक। नयाँ बजेट कार्यान्वयन सुरु। बजेटमा समावेश आयोजनाको ठेक्का तत्काल लगाउन बाटो खुल्ला। साउनभित्र कर्मचारीको पदपूर्ति। मनसुन भित्रिएसँगै कोशी प्रदेशमा ठूलो वर्षा। विपद व्यवस्थापनको तयारीमा सरकार। राजमार्ग डाइभर्सनको भरमा पानी पर्ने बित्तिकै अवरुद्ध हुने समस्या। युवा पुस्तामा धूमपानको लतले क्यान्सर अस्पतालमा बिरामीको भिड। गर्मीयाममा स्क्रब टाइफसको पनि जोखिम। किराको टोकाइबाट जोगिन डाक्टरको आग्रह। गएको वर्ष विश्वको झण्डै आधा जनसङ्ख्या अतिरिक्त गर्मी भोग्न बाध्य। जलवायु परिवर्तन नै मुख्य कारण रहेको अध्ययनको निष्कर्ष। र मैत्रीपूर्ण खेलमा नेपालको महिला फुटबल टोली थाइल्याण्डसँग पराजित। आइपिएल क्रिकेटमा गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा। र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ। कार्टुनमा एउटा जेट उडिरहेको छ अनि त्यो जेटलाई नयाँ पुराना दलका बाहरूको समूहले उडाइरहेका छन्। त्यो जेटमा लेखिएको छ ओली बा, नानीका बा, देउबा अनि युबा। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कँदा मौसम र बाटोको बारेमा जानकारी लिने गरौँ। नमस्कार।